हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, वेलकम टु माई न्यू भिडियो। साथीहरू, आज चाहिँ हामी आएको छौँ पहाडमा। बिर्तामोडमा धेरै गर्मी भएर हामी चाहिँ यहाँ चिसो खाना पहाडतिर आएको छौँ। पाहुना लागिरहेको छौँ कि साथीहरू, हामी चाहिँ पाहुना। हेर्नुहोस् गाइस, यहाँ चाहिँ हाम्रो मासु पाक्दैछ। यो चाहिँ हाम्रो लागि हो, हामी पाहुना हो नि त। यहाँ दिदीले पकाउँदै हुनुहुन्छ कि। यो चाहिँ दिदीको घर है, हामी यहाँ दिदीको घरमा आएको छौँ। त्यो चाहिँ हेर्न कम्मरमा हात लाएर होइन, बिराक त लाग्यो क्या तँलाई चाहिँ। गाइस, हामी चाहिँ आज यहाँतिर घुम्दैछौँ पहाडतिर। आज चाहिँ हाम्रो साथीहरू घुम्न जाने प्लान थियो, क्यान्सल भयो किनकि त्यो के जाति घुम्ने ठाउँमा चाहिँ जुका र चिप्लो बाटो छ अरे। अनि केटाकेटीसँग हामी चाहिँ आज गएनौँ। अब भोलि जान्छौँ। भोलि जाँदै जाँदै हामी घर पनि जान्छौँ। मान्छे त खिच्नुपर्छ त, राम्रो देखेछ है। हो हामी चाहिँ दिनभरि बस्यौँ। अब बेलुका चाहिँ भिडियो बनाउन आइन्यौँ साथीहरू। दिनभरि आज रोटी पकायौँ, जेरी पकायौँ, गर्दा गर्दा राति भयो। यहाँ गाउँहरू देखाउँछु है त तपाईँहरूलाई। ल, हाम्रो दिदीको गाउँ छ। यहाँ चाहिँ चियाबारी पनि रहेछ। चियाबारीमा हो कस्तो दामी रहेछ नि। अन्तु अन्तु छ यहाँ पारी चाहिँ। म चाहिँ अनि बेलुका काम सकेर घुम्दैछु है। मासु सासु रोस्ट गरेर खाने बेला हुन आँटो। म चाहिँ घुम्दैछु। हुन्छ, हाम्रो भेनाको बुवा, आमा, दिदी, जेठानी दिदी, भाउजू हौ। अन्त भेनाको भाउजू अनि छौँ हामी चाहिँ यहाँ। म साइली, मलाई साल आज मेजबान खाइरहेको छौँ भेनाको घरमा। तर भेना लाइक कमेन्ट चाहिँ नबिर्सिनु होला। तपाईँहरूको घरमा यहाँ हामी चाहिँ तपाईँहरूको घरमा मस्ती गरिरहेको छौँ एकदम। के खाइयो त आज भनिदिउँ त। आज सेलरोटी, जेरी माछा, अनि मासु भइहाल्यो। कति खाइयो आज होइन, अझै बाँकी नै छ खाना। तर अनि आज हामी घुम्ने जान प्लान थियो, जुका आउँछ भनेर आज नगयो। देखिँदैछ घुम्न आज क्यान्सल भयो। हामी भोलि घुम्न जान्छौँ। भोलि भिडियो बनाउँछु म। यो हो हाम्रो दिदीको घर। उयो तलतिर अलि पाकेको रहेछ। यहाँ छ गोलभेडा। के हो यो? रुख टमाटर। रुख टमाटर छ यहाँ, यति फलेको छ कि, तर पाकेको चाहिँ छैन होइन। यसलाई कोही व्यापारी हुनुहुन्छ भने आउनुहोस्। कसरी केजी? 100 रुपियाँ केजीमा भक्का भक। यहाँ चाहिँ टमाटर, रुख टमाटर। यो चाहिँ हामी चाहिँ फ्रीमा लाँदैछौँ। हामी चाहिँ फ्रीमा लाँदैछौँ। तपाईँहरू चाहिँ 100 रुपियाँ केजीमा आउनु होला। बुवाको भनाइ हो यो चाहिँ, बुवाको भनाइ।
गाइज हामी चाहिँ खाएर पनि सुत्न लाग्यौँ। मैले चाहिँ खाएको भिडियो चाहिँ बनाइन। अनि आज चाहिँ यति नै आजको भिडियो। नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।